दिउँसो भयो नि निन्द्रै लाग्छ, बेलुका नि निन्द्रै लाग्छ, जहिले निन्द्रा लाग्छ निन्द्रा निन्द्रा निन्द्रा, सुत्दा सुत्दा जिन्दगी खतम। हेलो साथीहरू, गुड मर्निङ अनि नमस्ते फ्रम धरान। तपाईँ कहाँदेखि हुनुहुन्छ? म चाहिँ धरानदेखि छु। सो आज चाहिँ मैले भ्लग त्यस्तो कन्टेन्टहरू त खासै मलाई केही आउँदैन। सो आज चाहिँ घरमै बसेर हामी खाना पकाउने बस्ने डेमा के गर्छौँ हामी सबैजना, हामी फ्यामिलीहरू त धेरै छौँ, बहिनीहरू भाउजू अनि भाइ सानो भाइहरू अनि नानीहरू पनि छ। सो हामी के गर्ने आज दिनभरिको काम हेरौँ गाइज, हेरौँ। ए हाम्रो भाउजूले चाहिँ मह चाट्दै हुनुहुन्छ। भगवान, मेरो खुदोमा महमा मक्खी मरे कसरी निकाल्नु न। अनि मेरो नङ त छोटो छ। ओइ तेरिका में जा भाग। ओ उक्तै मरे सोल होछ त फेरि थुनिराखेको थियो। मैले चाहिँ खाना पकाउँदैछु साथी हो। अनि आज चाहिँ हामी मासु, मेरो मासु त डढी गयो थियो बोल्दा बोल्दै, अघि बोलिरहेको थिएँ तर ठिक छ, यतिको त ठिक छ। हो म यो भात होइन, यो भात, यो सब्जी। ए हाम्रो कान्छी जे छ त्यही देखाउनु पर्यो। अस्ति होइन यसरी अस्ति भ्लग गर्दै थियो। हाई भन तेरो कपाल चाहिँ के हो? ल खानु है त। मामा साथी हो, तपाईँहरू यसरी चाट्नुहुन्छ कि हुन्न त्यो कुरा चाहिँ भन्नु है तपाईँहरू पनि। घरमा हामी यसरी खान्छौँ होइन, जे भाँडामा जुन कुरा पकाउँछौँ त्यही थाल चाट्दै खान्छौँ भन्दो रहेछ क्या। साथीहरू हामी चाहिँ खाना खाइसक्यौँ होइन। अब हामी अरे अब हाम्रो बहिनीले घर पुग्छौँ। मैले चाहिँ मेरो काम सबै सकेर, काम कुरो सकेर अब म एकछिन आराम गर्छु। मान्छे कस्तो मिठो हावा चल्दैछ। यहाँ हाम्रो होइन यता घरको यता साइडमा क्या, किचनको यता साइडमा यसो निस्केर हेर्नुपर्छ, कस्तो दामी भ्यू देखिन्छ क्या। कस्तो हावा खानु मजाको छ कि यहाँ चाहिँ हाम्रो टोलहरू, हाम्रो छिमेकीको घरहरू। यता चाहिँ हाम्रो छिमेकी हुनुहुन्छ साथीहरू। यहाँ धेरै हावा, चिसो हावा आउँछ, मजाको हावा आउँछ, बसेर ताप्नु मिठो हुन्छ। त्यहाँ चाहिँ हाम्रो गुन्द्रुक छ क्या, गुन्द्रुकले सिन्की बनाएको छौँ होइन, मुलाको अचार बनाएको छौँ। कति 4-5 दिन भयो अब। साँच्ची निकाल्नु नि त यो गुन्द्रुक, आज निकाल्नुपर्छ है। अब यसले पुस्छिन्, अब घर पुस्छिन् र घर खैले हुन्छ यतिको त। नाना नरिसाउनु न, नाना नरिसाउनु न। होइन बस्न नि दिँदैन, पुस। यो चाहिँ तेरो म्युजिक हो। हितैको मायालाई नजार के भन्छ हौ? हितैको मायालाई राखे मनैमा। छिटो काम गर है, छिटो काम गर है। घरमा बस्दा वाक्क लाग्छ होइन, तर बाहिर पनि त घरमा बस्दा बस्ने बानी भइहाल्छ क्या, अनि बाहिर जानै मन लाग्दैन। सो साथीहरू बजार एकछिन जाँदा पनि अल्छी लाग्छ, यसरी घाम ताप्दै बसिराख्ने मात्रै मन लाग्छ। दाँत पनि माझेकै छैन। तर तपाईँहरू होइन अल्छी लाग्यो भने आउनुहोस् त, यहाँ लुडो खेल्नुपर्छ। यहाँ सर्प खेल पनि छ, लुडो पनि छ, यहाँ आउनु है खेल्नुपर्छ।
त्यहाँ लिपी हालेको नाना नगराउनु नाबी लिपी हालेकोमा पनि चढ्दो रहेछ है अनि कहाँ चढ्नु ए भगवान बचाऊ आयो खपा पुङ म जिस्काउँछु पुङडुङ आयो जिस्काउँदै बस्नु पर्यो नि त एकछिनको लागि यहाँ नाना 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 पुस्नु भएको नाना आज त धेरै भिडियो मात्र सबैतिर नाना नाना त्यसरी नगर्नु न जुम्रा सर्छ हाम्रो सुँगुर धेरै नै सब्रिन्छ अब म चाहिँ फेरि जान्छु यहाँ म फोन हेर्नु पर्ने हुन्छ साथीहरू अब एकछिनमा बढार्दै छिटो ल्याए छिटो म आएँ हो र नङ्गले हेर्न यही ले त ले मर्के दादा के हम भेष में गोलाम पर मर्के कटु दुईजनाले दादा हुन्थे सम्झिहाल्छु नि एन्टे यो ओकाङ यासा दुईटा नम्से दादा बिस्तारै रेन मात्रै पुङडुङ आहा चुप्ला छोरो दे मुक्सु खा इनका बनाउनु चाहिँ ने नाना अहिले अब क्रप गर्न मिल्छ त्यहाँ अर्को नेक्स्ट फोटो लाउँछु भन्यो भने त्यहाँ रिफ्लेक्समा हालेर त्यो गर्नुपर्छ सुन्छौ तिमीले मलाई छौ रे नाना नरिसाउनु अच्छी कसम दाइ पुपतौ हनुमान त गइसके हनुमान को नाती हूँ तू भी कमेंट करो ये तो कौन को क्या निको कौन सा बिरामी सर निको बोला नीले पुष्नु भएको पुष्नु त म त मामु त भने फोन कुइकै छ कता फोन टेक्स्ट मतलब बेसा तर फोन नटेको के भेसा मा हेलो मा बेसा मलाई के तर साच्चै यसमा भेसा नाप्छु सा मिमी गाडी मलाई छाड्नु पुराइदिनु न मलाई पप्पी छाड्नु पुराइदिनु आउनु न एक पप्पी दिनु एक दुई वटा यहाँ गालामा पप्पी दियो भने म माथि पुराइदिन्छु ल अब गालामा पुराइदिनु बोक्लै ल Hey, how are you? Hey. What do you mean by how are you? I mean you are toss. I am so much. तेरो कुन इंग्लिश हो यो कुन इंग्लिश I find no negative. I mean my not negative My Wi-Fi is very very hard. apa udah nggak pink खेल्ने pink अब pink खेल्छ हाम्रो स्विन सकिस हावाले उडाउला अलिक समय डन्ठी समाएर बस जति इक्जाम आए पनि नजिकै आए पनि आजै भए पनि पढ्नु चाहिँ अल्छी लाग्छ हैन मलाई खाजा खानु बोलाएको छ खाजा खानु करेन्ट चाउचाउ पकाएको छ अरे खाना जानु पर्यो नि त तर पाठ पढ्दैछ अब त
के खाजा रे मैले पेस्ट बनाएको गएर चाट्नु के गर के त्यहाँ छ तेरो कोलेन चाउ यता 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 होला कोरियन चाउचाउ ओइ कस्तो कलर कस्तो मिठो कलरको के को पेस्ट हो त्यहाँ छ त्यहाँ बोतलमा कोलेन चाउ छ त्यहाँ कस्तो मिठो के को यो कस्तो मिठो देखेको यो यहाँ छ तेरो कोलेन चाउ चाहिँ पहिला हेर त्यो ए भगवान ए गरेन्टको ए म त कति खुसी यहाँ कस्तो यहाँ म त यहाँ भन्दै आएको थिएँ क्यामेरामा करेन्ट चाउचाउ पकाएको छ अरे यस भन्दै यहाँ यस्तो रहेछ अब यो पनि मिठो छ कान्छीले कान्छीले मलाई भनेको खोला पहाड निक्ला चुवा केही छैन साथी हो मेरो खाजा कोरियामा त यसरी गर्नु मिल्दैन अरे त फर्स्ट बाइट चाहिँ पीले छैन फर्स्ट उयो पिका फर्स्ट प्राइड के पिका फर्स्ट बाइट साथी हो मिठो भयो मिठो खाना मिठिहाल्छ हामीले सुपर छ मलाई चाहिँ खासै मिठो त बनाउन आउँदैन तर जहिले बनाउने जहिले भन्दा नि कहिलेकाहीँ बनाउने मनै हो कहिलेकाहीँ भाउजूले बनाउँदै हुन्छ यति धेरै खान्छौँ हामी थुक्पा होइन दुइटा तपाईँहरूलाई एउटा मेरो कुरा सुनाउँछु है म चाहिँ जब पढ्ने अलिक मजा आइरहेको बेला चाहिँ टोइलेट आउँछ कि हेर्नुहोस् है हेर्नुहोस् यता यता हाम्रो पनि चाहिँ लाइटसँगै भात खानुपर्ने होइन रातिहरू लाइट चाहिँ हुनै पर्ने हात भाउ मेरो दाग थोरै छ सबै ओलीमा नेक्स्ट भन्दा के कुरा हो भन्नुहोस् हजुर यो भात खाएपछि होइन निन्द्रा आउने रोग चाहिँ के कारणले साथीहरू तपाईँहरू भन्नु पर्यो प्लिज भात खाने बित्तिकै अल्छी लाग्छ क्या अब निन्द्रा लाग्छ दिउँसो भयो नि निन्द्रै लाग्छ बेलुका नि निन्द्रै लाग्छ जहिले निन्द्रा लाग्छ निन्द्रा सुत्दा जिन्दगी खतम सो गाइज आजको हाम्रो भ्लग यति नै हो आज हामी के गर्यौँ हाम्रो डे यस्तो हुन्छ जहिले दिनमा यति नै काम हुन्छ होइन सो कहिलेकाहीँ बजार निस्किनुपर्छ कहिलेकाहीँ कता जानुपर्छ त्यति मात्रै हो कलेज पनि अहिले त छुट्टी मेरो त छुट्टी हो कति भयो नगएको साथीहरू त कलेज जाँदै होला भिडियो इन्डिङ गर्न आँटिरहेको छु तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो कमेन्ट सेयर सब्सक्राइब अनि एक लाइक त गरिदिनु सक्नुहुन्छ नि त होइन धेरै अब लाइक मात्रै ट्याक्कै नयाँ साथीहरूले पनि गरिदिनु होला भन्न चाहन्छु सो मेरो भिडियो लास्टसम्म हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच सो गुड नाइट तपाईँहरूलाई तपाईँहरूलाई धेरै धेरै धन्यवाद भन्दै बाई बाई गुड नाइट सी यू नेक्स्ट भिडियो अल गाइज बाई बाई चुप्पा